मैले चाहिँ जेठानी दिदीको लागि चुप्प लागेर एउटा अनलाइन ड्रेस अर्डर गरिदिएको थिएँ गिफ्ट मेरो तर्फबाट। अब हेरौँ, हेरेर उसको रियाक्सन चाहिँ कस्तो हुन्छ हेरौँ, मन पराउनुहुन्छ कि हुँदैन हो। अब हेर्नु पऱ्यो, मन परेन भने फेरि रिटर्न गर्नुपर्छ। दिदी भयो, खानै सक्नुभयो? एकछिन आउनुहोस् त, खानै सक्नुभयो? यो हेर्नुहोस् त, तर्फबाट सानो मलाई यस्तो मन पर्दैन नि बहिनी तिमी एकदम। अब यस्तो त नभन्नु न, मलाई त मनपर्छ। मेरो तर्फबाट दसैँमा पनि त केही किनिदिनु छैन। तिमीले पर्छ कि मलाई तिमी होइन, मलाई यहाँ रियाक्सन हेर्नु छ तपाईँको। मन पऱ्यो मन परेन बताउनु, मन परेर त फर्काउनु पर्छ। कस्तो ड्रेस छ मन पर्छ मन परेन। मेरो चाहिँ तपाईँको नाच्नुमा त अब आफ्नो चोइसको त लाउनुहुन्छ नि। के हो बहिनी एकदम यो गर्छ मलाई एकदम गरे हो एकदम। यस्तो छ ड्रेस, मलाई चाहिँ मन परेर पठाउँछु। यस्तो भयो, राम्रो छ। मन पर्यो। प्लाजोमा पनि लाउँदा हुन्छ हो। मेरो तपाईँले यसलाई यो स्टिक पनि गर्दा हुन्छ, सस्तो टाइपको क्या। यो भित्रबाट पनि लामो उयो हुन्छ। मन पऱ्यो त भनिदिनु त, मन पर्छ भनेर। मन पऱ्यो अरे